हेलो साथीहरू, गुड मर्निङ अनि जय मसी। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। अन्त मेरो भिडियोमा हजुरहरूलाई फेरि पनि स्वागत छ है। अन्त आज चाहिँ म के बनाउँदैछु बिहान भन्दा चाहिँ म चाहिँ माछा पकाउँदैछु साथीहरू। म चाहिँ माछा फ्राई गर्दैछु। अन्त किन गर्दैछु आज भन्दाखेरि चाहिँ मेरो साथी आउँदैछ है। अन्त मेरो साथी कालिम्पोङबाट मेरो साथी र उसको हस्बेन्ड आउँदैछ। अन्त यहाँनिर केही काम छ अरे उनीहरूको हो। अन्त त्यसको लागि चाहिँ साथीहरू आउँदैछ। सो म चाहिँ साथीहरूलाई खाना बनाउँदैछु। यहाँ हेर्नुहोस् है साथीहरू, आज चाहिँ वेदर पनि एकदम दामी भइरहेको छ। यो चाहिँ हाम्रो किचनको बाहिर हो। हेर्नुहोस् है, घाम लागेर राम्रो भइरहेको छ आजको वेदर। यहाँ चाहिँ मैले प्याज टमाटर काटेर चाहिँ रेडी गरेको छु। अन्त यहाँ माछा चाहिँ फ्राई भइसक्यो। अन्त चाहिँ म पकाउन आँटेको छु साथीहरू। यहाँ हेर्नुहोस् है। अनि फाइनल्ली मेरो माछाको कडी चाहिँ पाकिसकेको छ। मैले चाहिँ रस खालके बनाएँ। अन्त यहाँ मैले धनियाँ र टमाटरको अचार पनि पिसेको छु साथीहरू। यहाँ हेर्नुहोस् है। अनि मेरो साथीलाई चाहिँ यस्तै छ है। अन्त चाहिँ साथी आइपुगेर पनि खाना खाँदैछ।